ह्यापी बर्थडे भन्नु ल भयो अब फर्स्टमा पापुलाई खुवाउनु हो फर्स्टमा पापुलाई ए यसरी निकाल न हातले हो त्यसरी पापुलाई देऊ आजो साबुन मामुलाई अब बुनुलाई होइन फेरि हातमा दिँदा हुन्छ म पुस्ने दिदी एकछिन म पुस्ने दिदी हात जुठो भयो छोरीको हात जुठो भयो त्यो भएन त्यो हात पक्नु मामुले हात धोइदिने ल एकछिनै यो चाहिँ बल्ल त्यो चाहिँ बलेन दिदी तपाईले अस्ति यसरी नै लाउने भनेर नुहाउनु परेको बेलुकै ल अम्मा दिदी म ह्यापी भयो किनकि म ल दिने मलाई ल अस्ति म त नखाने अलिकति भयो नि म टिका लगाइदिन्छु ल खुवाइदिन्छु ल म खाने म त केक ल्याइदिन्छु कुन रोज भनेको होला यो खाने अरे थोरै काटेको ल दिनु त्यो यो खाऊ ऊ साथीहरुलाई पनि खाऊ है पखाउनु पाले पाले ल कसलाई खुवाउने पखाउने साथीहरुलाई खुवाउनु पर्यो ह्यापी बर्थडे यो सबै खाऊ न ल ल हे बर्थडे गर्ल हेलो एकछिन त्यसरी अलि मात्र लाइ यो यो खाने यो खान्छ कसले खाऊ अब कसले बेबीले नाला खुवाइदेऊ न तिम्रो साथी ल हो अनि पनि खुवाइदेऊ दे उलाई नि दे ल हक गर्नु दुईजना ल दुईजना हक गरेको खोइ त आज छोरी हजुर मुख जुठो नपार्नु अर्को जनालाई पनि खुवाउनु पर्छ है यसले पुछ म त नट इटिङ ल हुन्छ हुन्छ ठिक छ ल अब दिदीले खुवायो खुवाको अब दिदीलाई खुवाउनु दिदीले खोइ दिदीलाई दिन्छु दिन्छु जुठो नहाल्नु ल जुठो नहाल्नु भनेको छ है छोरीलाई फुल देऊ नि त त्यो फुलले सब बिलिन आन्टी अलि ऊ नजिक ल्याएर दिनु नि हौ खुवाइदियो अलिक ठुलो खुवाउ दिदीलाई अब दिनुपर्छ ल केक